ओए झन्डा लड्यो ओए 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 अम्बो क्या लड्यो यार ओए क्या ठोक्दै सो आज राज र लोकेन कहाँ जाँदैछ भन्नुहुन्छ भने तपाईँहरूले आज हामी काफल र एसएलु खानु जाँदैछौँ एसएलु खानु जाने भने आज चाहिँ एकदमै जो चल्यो एकदम जागर चल्यो होइन आज हामी जाँदैछौँ काफल र एसएलु खानु र तपाईँहरूलाई अहिले म रुखमै चढेर भेट्ने छु है छोकी म चाहिँ मेरो साथीहरू म चाहिँ काफल खाना थियो साथी चाहिँ ब्याक साइडमा छ होइन यस्तो मिठो छ नि यो चाहिँ एकदम काफल खाने एकदम रुखमा चढ्ने व्यक्ति हो काफलको देखाइदियो नि त्यो जुप्पाहरू ए लड है टपमा छ नि त हामी त काफले अरे बाप कस्तो मिठो छ नि त अनि काफल चाहिँ खाँदैछौँ न गाउँमा बसेर चाहिँ त्यो काफल खाने पाउनु चाहिँ एकदमै के भन्ने भाग्य दिनभरि घुमेँ लास्टमा चाहिँ कस्तो राम्रो रुखमा फेला परे काफल चाहिँ होइन तर एकदमै दामी छ काफल चाहिँ काफल के मेरो सो काफल चाहिँ एकदमै खतरा पाकेको छ होइन काफल चाहिँ एकदमै राम्रो पाकेको छ र तपाईँहरूले नि देख्न सक्नुहुन्छ म तपाईँहरूलाई यस्तो देखाउँछु खाएर देखाउँछु होइन अब तपाईँहरूले त कस्तो दामी छ नि त काफल चाहिँ यसो ल्याउने सो तपाईँहरूले अब यहाँको भ्यू पनि यस्तो दामी देखाउँछु होइन तपाईँहरूले भ्यू पनि हेर्नु होला एकदमै राम्रो खालको चाहिँ भ्यू चाहिँ होइन सो तपाईँहरूले भ्यू पनि हेर्नु होला र एकछिन त रुक्नु होला म तपाईँहरूलाई भ्यू पनि देखाउँछु सो साथी तपाईँलाई कस्तो लागिरहेछ काफल खाएको एकदम राम्रो लागिरहेछ अन्त हाम्रो एकदम काफल चाहिँ एकदमै धेरै थियो है यो रुखमा चाहिँ अनि हामी कहाँ टपमा छौँ नि है अगाएकै छैन क्या म त यति साह्रो फलिरहेको छ हामी चाहिँ ओर्लिनुपर्छ है यो कस्तो डेन्जर छ नि त ओर्लिनु चाहिँ फेरि अब ओर्लिनु चाहिँ एकदमै गाह्रो छ अहिले फाल्नुपर्छ कि यार कत्रो अक्लो छ नि त दामै बाबा म चाहिँ ओर्लिसकेँ अब यहाँ साथी चाहिँ भाइ चाहिँ ओर्लिँदैछ अब ल कस्तो गाह्रो छ ओर्लिनु एकदम बिस्तारै बिस्तारै ओर्ल्यो है कस्तो लडेछ बिस्तारै
ओए झन्डै लड्यो ओए 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 अम्बो झन्डै लड्यो ओए 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 अम्बो कहाँ लड्यो यार ओए कहाँ ठोकेन नि ठोकेन है ल छ्या कस्तो गाह्रो भयो यार छ्या झन्डै लड्यो भने यार छ्या झन्डै लड्यो भने यार छ्या थेत्तेरिका ठिक छौ नि एकदम गुड छौ नि एकदम ठिक छ सो हाम्रो साथी चाहिँ लड्यो होइन तर साथीलाई चोटपटक चाहिँ केही लागेन चाहिँ होइन त्यही खुसी भयो नत्र त यार यस्तो डेन्जर लड्यो नि केटो डेन्जर लड्यो भने यार र तपाईँहरूले यस्तै भिडियो हेर्नुहुन्छ भने अझै मलाई फलो गर्नु होला है सो बाई बाई